Hello guys, welcome back to my vlog. म किताबले चाहिँ आएर छु हजुरहरु सन्चै आराम हुनुहुन्छ भन्ने साथ आज मैले घरबाटै भ्लग स्टार्ट गरिसकेको छु साथीहरु हैन। आज त थाहा पाउनु भयो होला किन यस्तो मौसम भयो भनेर एकदमै 3 दिन भयो अनि आकाशको भेट बबा लाग्छ कि त्यसको शीतल पनि आज भएको छ कि पानी परेन त अहिले त ब्रो गाउँको मौसम हेर्ने साथीहरु हेर्ने हो देखाउँछु गाइस Cian, क्या बवाल सुन्यो फेरि यो हावाको कसम यो बादलको कसम ए हो साथीहरु हैन निम्तो भएछ रङ भयो फेरि पानी पर्न लाग्छ अहिले भर्खर पानी परेर गएको फेरि पानी परिसकेको छ त्यो भइसक्यो साथीहरु भाँच्छ नि त साछु साछु मरे म फेरि एकछिन साथीहरु अहिले चाहिँ पानी पनि जोडिसकेको छु साथीहरु आज तो मैं बस लाइट क्या खाली पानी से कर सकते हो ले नो फाइनली ओपन इसमें अब इसमें पॉट नहीं गाइस मैं ओपन द और काटने पड़ो तो फल भी कौन तो फेरी और फिर पानी पर साथीहरु पानी पर गाइस पानी पऱ्यो मेरा सुइसकेको लुगा पनि नउठाएर पानी भिज्यो फेरि आकाशको भ्यू अनि आकाश देखेर आकाशको हेर्नु बाबा हलुका सुकाएर भेट्छु ल अनि के साथीहरु म चाहिँ अहिले तल आन्टीको घर जानु लागेको घर बस्दा त अल्छिरहेको कि सुन मकैहरुको चल परेको छ मिसी खाएर चाहिँ बिल्ली चाहिँ मन पर्दैन थियो अनि छ कि नाश गर्नु भनेर खाइदिएको कि मुखमा पनि भयो कि ए साथीहरु बाबाले चाहिँ बस्नु गर्नुभएको थियो त्यो गर्नुभएको छ मोबाइलको क्वालिटी राम्रो नभएको त्यस्तो होगा है ना मछलियाँ अब चाहिँ म चाहिँ घर गएर भेट्दै यो चालपाल के हुँदैछ यसो यहाँ हल्का काम गरेर यहाँ हस्ता छ मैले पनि छिरेको युट्युबमा हालेको अनि कि साथीहरु म चाहिँ पनि खाइसकेँ नगर्ने बाबाले जाडो भयो डाक्टर लगिनु पर्यो भनेर बाबाको ज्याकेट लगिदिन्छु ज्याकेट ल्याएर म ठ्याक्कै यहाँ पछि भेटौँला गाई म चाहिँ अहिले बाबाले ज्याकेट लिएर पनि हुन्छ कि मैले पनि चेन्ज गरिदिएँ कि किन भयो होला
अब घरमा नआउने कि अब बजार त यस्तो लुकाउनु भएन फुल लाइफ होइन विद्यालय त्यही हो साथीहरू होइन अहिले चाहिँ मेरो लाइन पनि भइसकेको अवस्था होइन मेरो मलाई चार्ज पनि छैन चाहिँ अब भोलि भेट्छु अर्को भ्लगमा बाई बाई साथीहरू लाइक कमेन्ट सब्सक्राइब गर्नु नबिर्सिनु होला बाई बाई लभ यु